आज मलाई मोटिभेसन नै छैन। अब म के गर्छु होला त? साथीहरू, अब ढिला नगरिकन चाहिँ भिडियोको टपिकतिर जाऊँ है त। लेट्स गो। आजको टपिक के छ भन्दाखेरिमा मोटिभेसन भर्सेस डिसिप्लिन। आज पढ्न मन छैन, पछि पढ्छु। आज काम जान मन छैन, भोलि जान्छु। आज कलेज जान मन छैन, भोलि जान्छु। आज भिडियो बनाउन मन छैन, मुड भएपछि र चाहिँ मोटिभेसन भएपछि बनाउँछु जस्तो। अथवा सधैँभरि काम गर्न मन लाग्दैन के, सधैँभरि लाग्दैन, कसैलाई लाग्दैन। त्यही भएर मोटिभेसन र डिसिप्लिन। तर मोटिभेसन भनेको के हो त फेरि? मोटिभेसन भनेको मन लाग्दा मात्रै काम गर्ने, मन लाग्दा मात्रै काम गर्ने बानी अथवा ह्याबिट भनौँ नि त, त्यो भयो। र डिसिप्लिन भनेको के हो भन्दाखेरिमा चाहिँ मन लागोस् नलागोस् केही मतलब छैन, तर चाहिँ आफ्नो लक्ष्य पुरा गर्नको लागि पनि उसले चाहिँ मन लागे पनि नलागे पनि काम गर्छ के भनेर चाहिँ निरन्तर काम गरिरहन्छ। तपाईँहरू पनि कुनै काम गर्नलाई अथवा चाहिँ कुनै कुरा चाहिँ सुरु गर्नलाई कुनै मोटिभेसनको चाहिँ प्रतीक्षामा हुनुहुन्छ भने तपाईँले त्यो मोटिभेसन पाउनुहुन्छ होला, तर पाए धेरै पछाडि पाइएला। पाए पनि त्यो एकदम क्षणिक समयको लागि मात्रै पाइएला। आज मोटिभेट हुनुहुन्छ होला, भोलि चाहिँ के हुन्छ त्यो जान्छ भोलि। मोटिभेसन रहँदैन कि एक्सटर्नल मोटिभेसन धेरै बेरसम्म रहँदैन। तपाईँले मोटिभेसन पनि आफ्नो भित्रैदेखिको मोटिभेसन राख्नुभयो भने चाहिँ त्यो धेरै दिनसम्म रहन सक्छ है। त्यसले के गर्छ भन्दाखेरिमा चाहिँ मैले गर्नुपर्छ है, मैले अब पनि नगऱ्यो भने कहिले गर्दिनँ भन्ने जस्तो भित्रैदेखि तपाईँलाई लाग्छ भने त्यो चाहिँ इनर मोटिभेसन हो है। त्यो मोटिभेसनमा तपाईँ पछि त्यो मोटिभेसनले चाहिँ तपाईँलाई सुरु गराउँछ र पछि चाहिँ त्यसैले डिसिप्लिन बनाउँछ कि डिसिप्लिनमा परिणत गर्छ। र एक्सटर्नल मोटिभेसन खोज्नुहुन्छ भने त्यो एक्सटर्नल मोटिभेसनले अहिले कसैको भिडियो हेऱ्यो भने पढ्नुहोस् है, पढ्ने भन्ने मोटिभेसन सुनेको अहिले भिडियो हुन्छ, त्यो भिडियोले अहिले चाहिँ मोटिभेसन आउँछ र आउँछ पनि र पढिन्छ सरसर अहिले त पढिन्छ होइन, तर चाहिँ त्यो भोलि बिहान जाँदाखेरि र भोलितिर जाँदाखेरि के हुन्छ त्यो कहाँ हुन्छ कस्तो हुन्छ कि थाहा हुँदैन कि, त्यो कहाँ गइहाल्छ कि त्यो मोटिभेसन। त्यो मोटिभेसन भनेको चाहिँ अलि केही समयको लागि मात्रै मोटिभेसन हो कि। त्यही भएर यदि मोटिभेसन हुनु छ भने चाहिँ तपाईँहरूले चाहिँ आफ्नै मनदेखि चाहिँ निकाल्नु। मोटिभेसनले कुनै पनि कुरालाई चाहिँ सुरुवात गराउँछ र अरूसँग चाहिँ डिसिप्लिन भयो भने त्यो डिसिप्लिनले चाहिँ त्यो सुरु भएको कुरालाई चाहिँ बिस्तारै अघि बढाउँछ र हामीलाई चाहिँ के हुन्छ सजिलो बनाउँछ र आफ्नो बानीमा परिणत गर्छ त्यो कुराहरूलाई। त्यही भएर मोटिभेसन भएर मात्रै हुँदैन, मोटिभेसनसँग के हुनुपर्छ, डिसिप्लिन पनि हुनुपर्छ। त्यो एकदम जरुरत छ। आज पनि मलाई त्यति मोटिभेसन थिएन है, अथवा चाहिँ भिडियो बनाउन त्यति मोटिभेसन थिएन। किन भन्दाखेरिमा चाहिँ भ्युजहरू आउँदैन। कस्तो भन्दाखेरिमा 445जना जति सब्सक्राइबरहरू छ, 0 भ्युज आउँछ भिडियोमा। मोटिभेसन त छैन, 0 छ मोटिभेसन। त्यही भएर म के गर्छु भन्दाखेरिमा चाहिँ मैले एउटा गोल सेट गरेको छु। 60 दिने सेल्फ इम्प्रुभमेन्ट च्यालेन्जलाई चाहिँ जुन आफ्नो लक्ष्य बनाएको छु, त्यो लक्ष्यलाई चाहिँ मैले जब भ्युज आउला अनि तब गर्छु भने त कहिले नै पुरा हुँदैन कि। त्यही भएर चाहिँ आफ्नो डिसिप्लिन हुनुपर्छ। भ्युज आओस् नआओस् होइन, कसैको सपोर्ट मिलोस् नमिलोस्, मैले एउटा लक्ष्य राखेको छु। त्यो लक्ष्यलाई चाहिँ मैले पुरा गर्नको लागि डिसिप्लिन चाहिन्छ कि है, डिसिप्लिन चाहिन्छ। त्यही भएर चाहिँ मैले भ्युज आओस् नआओस् भिडियो रेकर्ड गरेर प्रत्येक दिनमा चाहिँ मैले अपलोड गर्नुपर्ने हुन्छ। त्यही भएर तपाईँहरू पनि सुरु गर्नुहोस्। यदि मोटिभेसनको लागि चाहिँ रोकिनुहुन्छ भने त्यो मोटिभेसन तपाईँलाई मिल्छ होला, तर क्षणिक रूपमा। तर डिसिप्लिन भयो भने चाहिँ डिसिप्लिनले तपाईँको धेरै लामो समयसम्म चाहिँ साथ दिन्छ र तपाईँलाई चाहिँ सक्सेस हुन चाहिँ मद्दत गर्छ कि। त्यही भएर मोटिभेसन खोज्न छोडिदिनुहोस् है, डिसिप्लिनतिर लाग्नुहोस् है। मन लागेपछि मात्र काम गर्न छोडिदिनुहोस्। मन लागोस् नलागोस् आफू लागि त्यो काम राम्रो हुन्छ भने त्यो कामलाई गर्नुहोस्। ल त साथीहरू, आज डे 6 अफ माई 60 डे सेल्फ इम्प्रुभमेन्ट च्यालेन्जको है सबैलाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा।
भिडियोभित्र भेट्ने छ हाम्रो डे 7 मा। त्यतिजेलसम्मको लागि सबैजना स्टे हेल्दी, स्टे सेफ। बाई बाई गाइस। ल।